पनि भन्दैछ भनेर अचम्म नमान्नु होला, किनभने यो रियल हो, यो अहिले हाम्रो सोसाइटी भित्रै छ। यो तपाईहरुलाई म प्रुफ गरेर हेराउनेछु। जस्तो कि एउटा धनी मान्छे, एउटा गरिब मान्छे। धनी मान्छेसँग 1 करोड रुपैयाँ छ, गरिबसँग त्यति छैन, 10,000 रुपैयाँ मात्रै छ। दुवैले बिजनेस व्यापार गर्न खोजे। अब धनी मान्छेले कुनै शहरभित्र घर बनाए र भाडा दिने भावनाले 10 वटा कोठा या फ्ल्याट बनाए र भाडा पनि दिए। एउटा कोठाको 5,000 रुपैयाँ हुन सक्छ, नत्र भने 10,000-15,000 मा एउटा फ्ल्याट दिन सक्नुहुन्छ। अनि एउटा कोठाको 10,000 लिँदा पनि टोटल पैसा कति भयो? 1 लाख भयो। महिनाको 1 लाख भयो। तर यहाँ 10,000 रुपैयाँ लिएर गरिब मान्छेले के गर्छ? ठुलै बिजनेस गर्न त सक्दैन, तर एउटा कुनै सानोतिनो पसलहरू खोल्न सक्छ या त कुनै चौकचौरामा बसेर पकोडा छान्न सक्छ। अब यहाँ दुवैजनाको इन्कम हेरौँ। यो 300, एक दिनको 300 कमाउला या त 500 कमाउला। 300 कमायो भने 9,000 रुपैयाँ हुन्छ, 500 कमायो भने 15,000 हुन्छ। तर यहाँ कुरा के छ? एउटा गरिबले महिनाको 9,000 या 15,000 कमाउँछ। त्यसबाट उसलाई या त सधैँ तिर्नुपर्छ, सधैँ महानगरपालिकाको या नगरपालिकाको कुनै न कुनै कर्मचारी आएर टपक्क आइपर्छ। गरिबले कुनै पनि आफ्नो एउटा हटियामा सामान बेचिराखेको अवस्थामा होस् या पकोडा छानिराखेको अवस्थामा होस्, आएर 20 रुपैयाँ 50 रुपैयाँ सधैँ लिन्छ डेली। तर यहाँ हेर्नुहोस्, महिनाको 1 लाख आउँदा पनि एउटा धनी मान्छेसँग सरकारले ट्याक्स माग्न आउँदैन। त्यो फ्ल्याट र रुममा बस्ने मान्छेहरूले दिएको पैसा महिनाको कति भयो? यहाँ इन्कम 1 लाख भयो। त्यो 1 लाखबाट उसले सरकारलाई ट्याक्स तिरेको हो र? होइन नि, कहिले पनि तिर्दैन। त्यो उसको आफ्नो सिधै आफ्नो खल्तीमा गयो। तर यहाँ हेर्नुहोस् त गरिबको अवस्था हेर्नुहोस्। यहाँ 9,000, 15,000, 10,000 को महिनाको कमाउँदा पनि उसलाई बेचारा सरकारलाई सधैँ ट्याक्स तिर्नुपर्छ। किनभने सानोतिनो बिजनेस व्यापार पनि खोल्दा हाम्रो नगरपालिका महानगरपालिकामा गएर दर्ता गराउनु पर्छ, हो कि होइन? कुनै पनि पसल खोलौँ दर्ता गराउनै पर्छ। अब 10,000 को पसल खोल्दा पनि दर्ता गराएर उसको पैसा तिर्नुपर्छ ट्याक्स सरकारलाई। तर यहाँ हेरौँ त, त्यसैले यो कुराले के हुँदैछ? अहिलेसम्म यस्तै थियो, अहिले प्र्याक्टिकल यो प्रेजेन्ट टाइममा पनि, अहिले यो वर्तमान अवस्थामा पनि त्यस्तै छ र हाम्रो पछाडिको दिनहरू हेर्ने हो भने त्यस्तै थियो। तर अगाडि यस्तो नहोस् भनेर यो भिडियो बनाउन खोजेको हो। किनभने कानुन हो भने सबैको लागि बराबर होस्, या धनी होस् या गरिब होस्। धनीले 1 लाख रुपैयाँ कमाउने, त्यहाँबाट ट्याक्स नतिर्ने, गरिबले 10,000 15,000 कमाउँदा पनि ट्याक्स तिर्नुपर्ने, यस्तो हुँदैन नि त। कानुनको नजरमा सबै मान्छे गरिब धनी जेसुकै हुन्, जुनसुकै कम्युनिटीबाट या जुनसुकै स्टेटसको मान्छे, सबैको लागि कानुन बराबर हो नि। अनि बराबर भएपछि खोइ त यहाँ 1 लाखको इन्कम गर्दा 1 रुपैयाँ पनि ट्याक्स नतिर्नु पर्ने, यहाँ 10,000 रुपैयाँ पनि कमाउँदा ट्याक्स तिर्नुपर्ने सरकारलाई? यो गरिब मान्छेले आफ्नै देशभित्र, त्यही भएर त आफ्नै देशभित्र कुनै बिजनेस व्यापार गर्दैन, विदेश गइहाल्छ नि। अनि विदेश जाँदा पनि त त्यही अवस्था त छ नि। 40,000 50,000 महिना कमाउँछ, 30,000 कमाउँछ। त्यसबाट आफ्नो देशमा पैसा पठाउँदाखेरि रेमिट्यान्स तिर्नुपर्ने हो। रेमिट्यान्स तिर्नुपर्ने, मेहनतले आफ्नो रगत पसिना बगाई कमाउँछ मान्छे विदेशमा, अनि आफ्नो देशभित्र पैसा पठाउँदा अब रेमिट्यान्स तिर्नुपर्ने। अनि यहाँ खोइ त, यहाँबाट पनि लिनु न। किनभने कानुनको नजरमा सबै बराबर हो भने सबैको लागि समान रूपले हेर्नु पर्यो। कानुनको नजरमा हामी सबै बराबर हो भने ठुलो बिजनेस गर्नेहरूको लागि ट्याक्स छुट छ, अनि सानो बिजनेस गर्नेहरूको लागि, गरिबको लागि ट्याक्स पेल्दिने, त्यस्तो हुँदैन। त्यसैले यो भिडियो बनाउनुको एउटा मात्रै उद्देश्य के थियो? कानुनको नजरमा हामी सबै बराबर हो भने सबैको माथि लागू हुनुपर्ने र आउने भविष्यमा पनि कुनै पनि मान्छेले कुनै पनि तरिकाले इन्कम गर्दैछ भने त्यो इन्कम माथि, यदि गरिबको इन्कम माथि ट्याक्स लाग्न सक्छ भने धनीको इन्कम माथि पनि ट्याक्स लाग्नु पर्यो। आजभन्दा पहिला यस्तो कुराहरू कसैले पनि उठाएको थिएन। यहाँ किन ध्यान जाँदैन? सरकारको पनि ध्यान गएन, कसैको पनि ध्यान गएन। जुनसुकै शहरमा हामी पढाइको लागि जाँदा या कुनै कामको लागि जाँदा त्यहाँ गएर हामी भाडा तिर्छौँ। भाडा तिर्दाखेरि त्यो भाडा जुन हामी दिन्छौँ घरबेटीलाई, त्यो घरबेटीले सरकारले ट्याक्स तिर्दैन नि। त्यही मान्छे हो फेरि हामी, जुन सानो पसल खोल्दा पनि त्यहाँ हामी सरकारलाई ट्याक्स तिरिराखेको हुन्छौँ। हामी ट्याक्स तिर्ने हो, अनि उहाँहरू चाहिँ ट्याक्स नतिर्ने। फेरि म कसैको पनि विरोधी होइन, कसैलाई पनि विरोध गर्न खोजेको होइन, यति मात्रै भन्न खोजेको हो कि सबैलाई समान रूपले कानुन लागू होस्, कुनै न कुनै निष्कर्षमा जाओस् सरकार हाम्रो। यस्तो हुँदैन। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरेर आफ्नो धारणा राखिदिनु होला। होइन, यस्तै भिडियो, हाम्रो धेरै समस्या छ यार, हाम्रो समाजमा कम समस्या छ। त्यो एक एक समस्यालाई म उठाउने छु, एक समस्या छोड्नेवाला छैन।
कानुनको विद्यार्थी भएर पनि यो होइन कि मेरो कानुन राम्रो छ, मेरो कानुन त समाजभित्र यति न मजाको इन्फोर्समेन्ट भएको छ, यति न मजाको कार्यान्वयन भएको छ, कुनै पनि मान्छेलाई समस्या छैन। होइन, त्यस्तो छैन। कानुन मात्रै बनेको, कार्यान्वयनको नाममा 10% या 5% मात्रै भएको छ, कार्यान्वयन भएकै छैन। धेरै अधिकारहरू यस्ता छन् जुन एउटा किताबमा मात्रै सीमित भएर बसेको छन्। खै त हाम्रो गरिब भन्ने एउटा नागरिक, नेपालभित्र भएको नागरिक होइन र? त्यसको बाँच्ने, त्यसको अधिकार यो संविधानले उसलाई दिएको होइन र? हो नि, सबैको लागि समान अधिकार दिएको छ, सबैलाई उत्तिकै अधिकार दिएको छ। तै पनि एउटा गरिब मात्रै किन पेलिन्छ त? त्यसैले यस्तो नहोस्। अब नयाँ सरकार बन्दैछ, अब त्यो सरकारले अब यस्ता सानोतिनो समस्याहरूलाई पनि समस्या मान्नु पर्यो। हाम्रो सोसाइटीभित्र, हाम्रो समाजभित्र भएको सानोतिनो ग्राउन्ड लेभलदेखिको समस्या सुन्नुहोस्। ग्राउन्ड लेभल एउटा सानो समस्या, यो होइन कि केन्द्रीय लेभलमा यो भयो, केन्द्रीय लेभलमा त्यो भयो, यताउति। तर त्यसैले ठुलै समस्या मात्रै होइन, सानो समस्या पनि समस्या हो। 10,000 5,000 बिजनेस गर्दैमा के ट्याक्स लिनु हो? ट्याक्स लिनु पर्यो भने त्यो लिउँ न। 1 करोडको, 2 करोडको, 10 करोडको जसले 50 अर्बको बिजनेस गर्दैछन् तिनीहरूसँग ट्याक्स लिउँ। गरिबको लागि ऐन र धनीको लागि चयन जुन भन्ने यो भनाइ छ, एउटा कानुनको विद्यार्थी भएर पनि भन्दैछ भनेर अचम्म नमान्नु होला, किनभने यो रियल हो। यो अहिले हाम्रो सोसाइटी भित्रै छ। यो तपाईँहरूलाई म प्रुफ गरेर हेराउने छु। जस्तो कि एउटा धनी मान्छे, एउटा गरिब मान्छे। धनी मान्छेसँग 1 करोड रुपैयाँ छ, गरिबसँग त्यति छैन, 10,000 रुपियाँ मात्रै छ। दुवैले बिजनेस व्यापार गर्न खोजे। अब धनी मान्छेले कुनै सहरभित्र घर बनाए र भाडा दिने भावनाले 10 वटा कोठा या फ्ल्याट बनाए र भाडा पनि दिए। एउटा कोठाको 5,000 रुपियाँ हुन सक्छ, नत्र भने 10,000 15,000 मा एउटा फ्ल्याट दिन सक्नुहुन्छ। अनि एउटा कोठाको 10,000 लिँदा पनि टोटल पैसा कति भयो? 1 लाख भयो। महिनाको 1 लाख भयो। तर यहाँ 10,000 रुपियाँ लिएर गरिब मान्छेले के गर्छ? ठुलै बिजनेस गर्न त सक्दैन, तर एउटा कुनै सानोतिनो पसलहरू खोल्न सक्छ, या त कुनै चौकचौरामा बसेर पकोडा छान्न सक्छ। अब यहाँ दुवैजनाको इन्कम हेरौँ। यो 300, एक दिनको 300 कमाउला या त 500 कमाउला। 300 कमायो भने 9,000 रुपियाँ हुन्छ, 500 कमायो भने 15,000 हुन्छ। तर यहाँ कुरा के छ? एउटा गरिबले महिनाको 9,000 या 15,000 कमाउँछ। त्यसबाट उसलाई या त सधैँ तिर्नुपर्छ, सधैँ महानगरपालिकाको या नगरपालिकाको कुनै न कुनै कर्मचारी आएर टपक्क आइपर्छ। गरिबले कुनै पनि आफ्नो एउटा हटियामा सामान बेचिराखेको अवस्थामा होस् या पकोडा छानिराखेको अवस्थामा होस्, आएर 20 रुपियाँ 50 रुपियाँ सधैँ लिन्छ डेली। तर यहाँ हेर्नुहोस्, महिनाको 1 लाख आउँदा पनि एउटा धनी मान्छेसँग सरकारले ट्याक्स माग्न आउँदैन। त्यो फ्ल्याट र रुममा बस्ने मान्छेहरूले दिएको पैसा महिनाको कति भयो? यहाँ इन्कम 1 लाख भयो। त्यो 1 लाखबाट उसले सरकारलाई ट्याक्स तिरेको हो र? होइन नि, कहिले पनि तिर्दैन। त्यो उसको सिधै आफ्नो खल्तीमा गयो। तर यहाँ हेर्नुहोस् त, गरिबको अवस्था हेर्नुहोस्। यहाँ 9,000 15,000 10,000 को महिनाको कमाउँदा पनि उसलाई बेचारा सरकारलाई सधैँ ट्याक्स तिर्नुपर्छ। किनभने सानोतिनो बिजनेस व्यापार पनि खोल्दा हाम्रो नगरपालिका महानगरपालिकामा गएर दर्ता गराउनु पर्छ, हो कि होइन? कुनै पनि पसल खोलौँ, दर्ता गराउनै पर्छ। अब 10,000 को पसल खोल्दा पनि दर्ता गराएर उसको पैसा तिर्नुपर्छ ट्याक्स।